हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। हाम्रो आज चाहिँ छ मोमो झोल मोमो पिज्जा। विथ चिकन पिज्जा। हामीले आज ट्राई गरिदिउँ न त भनेर लिएर आएको छौँ पिज्जा। ल हामी अब सुरु गर्छौँ। आज च्यालेन्ज होइन ल, हामी खाने मात्रै हो। ल अब हामी सुरु गर्छौँ। मोमोबाट सुरु गरिदिन्छु म चाहिँ। पिज्जाबाट सुरु गरिदिन्छु। यहाँ राख्नु झोलमा मिठो छ है। पिज्जा पनि मिठो छ। स्वादिलो छ है खालि। यो पिज्जा मिठो लागेको थियो मलाई। अस्तिको भन्दा आज अलिक उयो हो कम। No problem. बाबा के पिसो तपाईँले नखाएको यो कि खाइसकेको मोमो चाउमिन जति चाहिँ होइन। मोमो चाउमिन चाहिँ जति चाहिँ पनि मिठो लाग्छ। मोमो खान्छु ल अब। ओके। खाँदै गएपछि मिठो लाग्छ मोमो। ओके झोल मोमो राम्रै छ। फेभरेट झोल मोमो। पानीको म त अगाए झोलमा पनि दम्म, पिज्जा पनि दम्म। दुई पिस खाने बित्तिकै न्याक्क हुने है पिज्जा। म चाहिँ मोमै खाएला
अहिले कस्तो भन्नु बिर्सेछु खाए ल भनेर अहिलेको भाइहरू हुन्छ खाए ल ममा पिज्जा खाइन ल भन्दै 2 पिस रह्यो कि 3 पिस पिस रह्यो म त भयो खानु ट्राई गरेर सक्छ त्यो यस्तै हुन्छ क्या उसलाई त्यो मिठो लाग्यो भने उसले ब्याङबुङ खाइदिन्छ मिठो लागेन भनेदेखि अनि अरूहरू चाहिँ क्यामेरामा धेरै खान सक्छु भन्नुहुन्छ होइन तर म चाहिँ क्यामेरामा खान सक्दिनँ हौ के भयो अलिकति खाने बित्तिकै पुग्छ खै अस्ति त खायो त मलाई जितेको छ त मिठो थियो नि त त्यो करेन्ट अस्ति चटपटे चटपटे कहिले चटनी दिएर खाने हो नि त ल साथीहरू हामीले चाहिँ सबै पुऱ्यायौँ अब हामी लाग्छौँ सबैभन्दा नि यो 2 पिस पिज्जा चाहिँ रह्यो है अरू चाहिँ हामीले सक्यौँ अरू चाहिँ सक्यौँ हस्त बाई बाई हेर्दै गर्नु होला भिडियो फेरि लिएर आउनेछौँ योचोटिको खासै राम्रो भएन भिडियो अर्कोचोटि योभन्दा अझै धेरै राम्रो लिएर आउनेछौँ हस्त बाई बाई